Hi everyone, good morning. Welcome back to my mini vlog. आज चाहिँ अब मलाई कलेज जान एकदमै लेट भइसकेको छ। 6 बजिसक्यो। 6 बजेदेखि मेरो क्लास स्टार्ट हो र म यतै छु, अहिलेसम्म जाँदै छु अन द वे। म चाहिँ कलेजदेखि अगाडि नै आइसकेको थिएँ। आएर मैले खाना बनाएँ, खाएँ, भाँडा धोएँ। त्यसपछि चाहिँ म 1 बजीतिर सुतेको थिएँ। बल्ल अहिले उठेर अदुवा लिएर आएँ। अब चाहिँ म चिया बनाएर खान्छु। अदुवा नै खस्तिर। अरू कुरा होस् नहोस् त्यो आफ्नो ठाउँमा छ, तर मेरो पिम्पल भने एकदमै लोयल छ क्या मसँग। जसलाई म प्लिज तिमी जाऊ भन्छु तब पनि जाँदैन। मसँग हेर बसिरहेको छ जहिले पनि, तर प्लिज जाऊ के तिमी। म तिमीलाई कति पनि मन पराउन्न, तिमी आएको पनि मन पर्दैन मलाई। मैले नबुझ्न सकेको हो कि यस्तै हो। जस्तो मेरो फेस स्ट्रक्चर छ त्यस्तो चाहिँ यो ब्याक क्यामेराबाट चाहिँ किन आउँदैन कि? मलाई त आफ्नो पुरा मुखै, आँखा, होठ मेरो बाङ्गो बाङ्गो जस्तो लाग्छ कि यो प्रब्लम हजुरहरूसँग पनि छ?